हेलो गाइस, गुड मर्निङ एभ्रिवान। आज चाहिँ हामी अर्को घरमा आइरहेको छु। पर घरमा भनौँ न, सुँगुरहरू कराउँदैछ। अनि मम्मीले चाहिँ आगो फुकिराख्नु भएको छ होला। हेर्नु नि देखाउँछु है। पर्खेर यो आगो फुकिराख्नु भएको छ मम्मीले। मम्मी उता पानी ल्याउँदै हुनुहुन्छ है। म मम्मी भएको ठाउँमा जाँदैछु है। मम्मी के गर्दै हुनुहुन्छ? ए म यहाँ भिडियो बनाएको। हजुर, पानी चाहिँ यस्तो आइरहेछ। मम्मीले चाहिँ यहाँ के राख्नुहुने मलाई थाहा छैन। अरू यो के हो मम्मी? यो लसुन रोप्नु भएछ। यहाँ लिची उतो, अनि त्यहाँ धनियाँ अरे। अनि उता मन्दिर चाहिँ त फ्लावर अरे। हेर्नु जाउँ है। यो क्या यो हेर्नु न कस्तो छ क्या। हेर्नु न, लसुन हेर्नुहोस् है। यो गोलो घेरा भइरहेछ है। हेर्नुहोस् है, गोलो घेरा छ है यो चाहिँ। अनि यो चाहिँ यता चाहिँ धनियाँ रोप्नु भएको छ अरे। यता म चुयो छि। अब यता के रोप्नुहुन्छ मलाई थाहा छैन है गाइस। अब जान्छौँ है। यसो त बसिराख्नुहुन्न। हेर्नु न, लसुनहरू यत्रो सानो फलिरहेछ। हेर्नुहोस् न कस्तो दामी, कस्तो नयाँ। मम्मी चाहिँ उता गइसक्नु भइसक्यो। यो धुवाले गर्दाखेरि देखेन क्या मम्मीलाई चाहिँ। अब यो चाहिँ इस्कुस है। कस्तो रुखले बार्नु भएछ हौ। हेर्नुहोस् न, रुखले बार्नु भएछ। अब यो पनि लसुनै होला, प्याज होला, आई डोन्ट नो बट के हो मलाई थाहा छैन। तर लसुन रहेछ। आई नो। अनि त्यो चाहिँ के अरे, निम के अरे, कागतीको बोट हो। हेर्नु न, यो साग है। यो साग उता मर्ने च्याउ आइसकेर छ, फलेरहेछ। अब हेर्नुहोस् है, म टिप्नु जाँदैछु। हेर्नुहोस् है गाइस, यो के हो है। हजुर भयो हुन्छ।